everyone, welcome to my new video and तपाईहरुले मलाई मिस गर्नु भएको छ होला नि है मैले नि गरिरहेको छु कि तर म टाइम पाएको छैन कि बाहिर निस्किन अथवा भ्लग्स गर्नु त गरेको छु तर एडिट गरेर कति चोटी मैले हालेको पनि छुइनँ अनि आज चाहिँ मेरो एकदम कस्तो दिन हो भनेर म भन्न पनि सक्दिनँ बिकज आज म साथीकोमा आएको छु बिकज उसको आज फ्लाइट छ त्यही कारणले म आएँ बिहानै अनि आज चाहिँ मेरो साथीको फ्लाइट छ अब हामी भर्खर म आइपुगेँ त्यसपछि अब हामी पशुपति जान लागेको पशुपति गएर आउँछौँ त्यसपछि उसको फ्लाइट चाहिँ 1 बजे छ अनि ठ्याक्क 10 बजे चाहिँ हामी पुग्नुपर्ने हुन्छ त्यही कारणले ऊ चाहिँ अहिले गएको छ भनेर बाथरुम गएको छ अनि म चाहिँ यहाँ पल्टेँ आयो डाउनसँग बसिरहेको छु अनि गाइस अब हामी जानेवाला छौँ अनि आज उसको जाने दिन उसको फ्लाइट के कस्तो हुन्छ म देखाउने नै छु अनि नि भन्ने पर्दा चाहिँ सी इज माई बेस्ट एन्ड क्लोजेस्ट फ्रेन्ड फर मी बिकज हामी जबदेखि एसएलसी दिएर हामी +2 पढ्न आयौँ त्यो दिनमा फर्स्ट टाइम मलाई बोलाएको यसले नै हो होइन त्यो दिन सम्झिन्छु अनि आजको दिन सम्झिरहेको छु मैले एकदम धेरै मिस गरिरहेको छु यसलाई होइन जति पनि मैले लाइफमा अब हुन्छ नि साथीहरू त छन् नभएको होइन तर एकदम यो बेस्ट छ मेरो लागि मेरो लोएस्ट टाइम मेरो हार्डेस्ट टाइम अनि यसको हार्डेस्ट टाइम लोएस्ट टाइम या वी नो इच अदर होइन हामीलाई थाहा छ अनि एकदम धेरै प्यारो छ मेरो लागि चाहिँ यो एकदम धेरै प्यारो छ या म कुनै शब्दले म बयान गर्न पनि सक्दिनँ कति धेरै मिस गर्छु होला यसलाई म भनेर हामी त्यति घुम्न त पाउँदैनौँ तर एकदम धेरै यो प्यारो छ मेरो लागि म यसलाई पनि भन्न सक्दिनँ न यसले मलाई भन्न सक्छ न यसलाई म भन्न सक्छु तर कसम म आउनुभन्दा अगाडि अघि म रोइसकेको थिएँ कि एकचोटि होइन अब सबभन्दा प्यारो साथी जाँदैछ उसलाई चाहिँ एकदम धेरै शुभकामना भन्छु कङ्ग्रेचुलेसन आफ्नो अब कामहरू राम्रोसँग गर्नु नयाँ ठाउँ नयाँ होइन म अहिले भन्नु त भन्छु होला त्यही पनि अहिले नै म यहाँ भनिहाल्छु ह्याभ अ सेफ फ्लाइट राम्रोसँग जानु राम्रोसँग काम गर्नु अनि फर्केर आउँदा पनि लिन आउनु पाऊँ अहिले पुर्याउन पनि पाइरहेको छु तेरो सधैँभरि यस्तै दुःख सुखमा बसेर म साथ दिन पाऊँ अनि मेरो लागि ठुलो कुरा हुनेछ भन्दै अब चाहिँ मेरो फोनमा चाहिँ राति चार्ज लगाइन छु कि मैले अनि म मोबाइल चार्ज गर्न लाग्दैछु अनि अहिले हामी मन्दिर जान लाग्यो अब त्यसपछि म भिडियो गर्छु है बाई अहिले जय पशुपतिनाथ जय भोलेनाथ जय पशुपतिनाथ तिम्रो यात्रा सफल रहोस् सोचेको कुरा पुग्छ आज अहिले त घरिलो क्या सबै पसल पुग्दैछ म सब सबै कुरा पुरा होस् भन्दै हामी लाग्यो पशुपतितिर भक्तिहरूको 6:30 बजेको छ हामी चाहिँ आज पूजा गर्छ फर्केर आएर अनि खाना खाएर अनि हामी त हिँड्नु पर्ने हुन्छौँ कस्तो लाग्दैछ त आज जाने दिन काम गरेर रातभरि मिल्नु त्यसमा भने के हो र आफ्नो सपना पुरा गर्ने हो यु आर स्ट्रङ लेडी यु आर माई लेडी होइन एकदम चिन्छ राख्नुको लागि हुन्छ जस्तोसुकै भएर जिन्दगी चलाउनु पर्ने हुन्छ कि त्यही हो गाइस
अब अब गर्मी महिना सुरु भइसक्यो नि त हामी पशुपति आइपुग्यौँ बिहान बिहान हेर मुख पनि सुनिएको छ यहाँ चाहिँ स्कुटर पार्क गर्यो भने आमा म त कस्तो बोक्सी जस्तो देखेर खोकी लागिरहेछ हौ चिसो लाग्यो तल झन् नुहाइनस् के पाइन्छ मलाई सन्चो छैन कति दिनदेखि नै अब हामी जाँदैछौँ पशुपति फुलपूजा किन्न आउनु भनेर हैरान पारिसक्यो अब कहाँ उहाँ तल चिनेको दिदी हुनुहुन्छ त्यहाँ तल वा कस्तो राम्रो फ्लावर यो कस्तो राम्रो यो एउटा अर्को पनि एउटा हाल्नु ए हुन्छ कस्तो चिप्लो पानी रहेछ कि होइन मैले मोइस्चराइजर लाएर कुन बोक्नु रे म उके सानो बोक्नु न कुन है यो हुन्छ हुन्छ वाउ यहाँ चाहिँ अब गणेश भगवानको मन्दिर पूजा गर्नेवाला छौँ हामी पूजा गरेर बाहिर आइसक्यौँ अब हामी फोटो भिडियो खिच्नेवाला छौँ वाउ कस्तो आज कस्तो राम्रो राम्रो गुड फिल आइरहेको छ हौ अब चाहिँ हामी घर फर्किनु पर्ने हुन्छ हाम्रो जुत्ता चप्पल यहाँनिर कपाल पनि सिक्यो कस्तो राम्रो देखिरहेछ क्या आज क्यामेरामा पनि अब रियलमा त थाहा छ है रियलमा त थाहा नै हुनुपर्छ लास्ट चाहिँ राम्रो देखिरहेछ अब हामी पशुपतिनाथ यो किने दुईटा यो चिबीलाई होइन यो मलाई धेरै नजर लाग्यो जस्तो फिल हुन्छ क्या कहिलेकाहीँ त्यस्तो पनि फिल हुँदो रहेछ तर म त्यस्तो विश्वास त गर्दैन होइन त्यही पनि मेरो धेरै कुराहरू नराम्रो भइरहेको छ त्यो कारणले मैले किने एउटा म यसलाई दिनेवाला छु एउटा चाहिँ म लगाउँछु यसले चाहिँ सेभ गरोस् सधैँभरि यसलाई खुसी अब सेफ लाइट केही थाहा छैन त्यसलाई ल एउटा लगा त कुनमा लाउने एउटा 500 दिउ काम चल्छ देब्रे हातले लगाइदिन्छ यो नछुटिस् भन्दा नि यो यसले नजर गर्छ अरे के भने सुने मैले म नि लगाउनेवाला छु बडा पूजा गरेर नि फर्कियौँ जय पशुपतिनाथ जय भोले बाबा जिउने बहाना भन्नुभन्दा अघि तिमी सबै बुझ्छौ नि तिमी मेरो एकमात्र जिउने बहाना सुन्नुभन्दा अघि तिमी सबै बुझ्छौ नि सुरु यो नाता तिम्रो र मेरो बिचको सुरु यो नाता तिम्रो र मेरो बिचको आइपुगी दिदीलाई बिदाई गर्नको लागि ल हिँड्छु माथि हग्गर हग्गर गर गर
मुनिबाट लगाइदिनु भन्नुभएको फेरि एक मात्र जिउने बहाना सुन्नुभन्दा अघि तिमी सबै बुझ्छौ नि सुरु भयो यो नाता तिम्रो र मेरो बिचको सुरु भयो यो नाता तिम्रो र मेरो बिचको अब हामी लाग्यो कहाँ गयो नानी हामी चाहिँ एयरपोर्ट लाग्यो तिमी चाहिँ साइप्रस लाग्यो शुभयात्रा हस् थ्याङ्क यू सो मच सबैजनालाई बाई बाई यो भिडियो हेर्नेहरूलाई होइन अनि सब्सक्राइब पनि गरिदिनु होला हामी चाहिँ भित्र छिरिसक्यौँ अब यो चाहिँ एयरपोर्टको भित्र हो अनि यो चाहिँ भित्रको पनि भित्र अगाडि चाहिँ दिदी हुनुहुन्छ अगाडि चाहिँ म छु। हामी फर्किँदैछौँ सामान चेक भइसक्यो रे त्यसपछि अब हामी चाहिँ निस्क्यौँ मेरो सामान चाहिँ गाह्रो हुँदो रहेछ साथीहरू गाह्रो हुँदो रहेछ म रुन्न भनेर आएको थिएँ यस्तो आँसु आइदिएको जान्ने बेलामा चाहिँ एकछिन नानी मेरो एउटा काम रोक्यो यस्तै हो जानुपर्ने हुन्छ सबैजना त्यस्तै हो एकजना कोही अब तँ पनि जा बाई बाई मन्दिरा बाई बाई मन्दिरा दिदी बाई बाई मन्दिरा होइन मिस यु यार फर्क्यौँ एयरपोर्टबाट भन्दा पनि गएँ कुरा गर्दा गर्दा बिर्सेको लग्छ केही फिल भइरहेछ